हेलो साथीहरु नमस्कार वेलकम टु माई ब्लग। आज चाहिँ म मेरो घरमा आएको छु। म चाहिँ यहाँ एउटा त्यहाँ लक्ष्मी दिदीले र हिराले फोटो खिच्दैछन्, त्यो म भिडियो बनाउँछु कि यिनीहरूले कस्तो नाटक गरिरहेछन् हेर्नु। यस्तो नाटक गरिरहेछन् लक्ष्मी दिदीलाई फोटो खिच्ने। लक्ष्मी दिदी आफ्नो घर जाँदै हुनुहुन्छ। अनि त्यसपछि सोल्टी दिदी सोल्टी आज सोल्टी चाहिनु पर्यो भएको। अनि त्यसपछि इभी गाडी किन्ने भन्ने कुरो त किनिसकेको जान्न झ्याउला मलाई। अनि त्यहाँ लक्ष्मीले यसरी फोटो खिच्नु भयो त्यो पुरो लक्ष्मीले यस्तो। अनि अर्को यहाँ चाहिँ यहाँ अनि त्यसपछि मेरो मोबाइल त अरे पुरानो भयो अरे। अनि त्यसपछि नयाँ मोबाइल फोन पाएपछि यिनीहरूलाई पुरानो बच्छ अरे। यिनीहरू बनाउन लाने यसरी यो भिडियो म उस त्यही त प्रोटेक्टमा भनेको अघि न। यो चाहिँ घोडावास बजार हो कि। यो चाहिँ मेरो घर यतापट्टि छ, यो हो मेरो घर। अनि त्यसपछि त्यो साउन्डमा सुनाउने साउन्ड सुने चाहिँ मेरो पछि उस हुन्छ कपिराइट लाग्छ। यस्तो मजाले राम्रोसँग उसमा छिटो गराउनुपर्छ, यसरी हुँदैन नभए। यो यस्तो छ कि तिनीहरू बनाउँदै हाँस्यो। अनि लक्ष्मी दिदी आउनु न, केही भन्नु न। नमस्ते, म अब घर जाँदैछु आफ्नो। कति आयो नभन्नु होला, म फेरि पनि आउन सक्छु। गोरीमा म स्विट भाग्न लाग्छौँ है। कसैले थाहा नहोस् गोरीमा मात्र भाग्न लाग्यो। अनि यो हेर्ने मान्छेले चाहिँ हाम्रो घरमा नभनिदिनु होला, यति भन्न चाहन्छु। अरू चाहिँ हामी उतै गएर बनाउँला। बाई बाई। यति खतरा हुन्छ कि हाम्रो। ए भिडियो गीत नबजा नि हिरा, यहाँ आउनु यति ल्याउनु। यति भिडियो अहिले बिस्तारै बनाउने नि, त्यो आफूले मात्रै। यस्तो देख्यो नि हिरा, यस्तो देखि चाहिँ यस्तो गर्छ राडी फोटो खिच्दै। ऊ पर जाऊँ न, ऊ त्यहाँ ऊ त्यो उस ओखरको मुनि दिदी जाऊँ न। त्यहाँ ओखरको मुनि जाऊँ न दिदी, ओखरको मुनि जाऊँ न, हिँड्नु न। त्यहीँ जाऊँ कि डाटा छ कि हिराको डाटा छ कि त्यहाँ डाटा छ कि जाऊँ न। पर जाऊँ कि जान्छस् न यता जान्छस् न। रोशनी त यो हिराले मलाई छुन मिल्दैन नि त, त्यही भएर छोड्न लक्ष्मी दिदी। भाइ म त हामी तल चिसो पनि कहाँ भाँच्नु मान्दै गरेँ मैले परिन्। ए यहाँ नबजा, त्यहाँ अफ गरे साउन्ड। सुटिङ हुँदैछ यहाँ हाम्रो घोडावासमा सुटिङ हुँदैछ। ल ल हिँड्ने छिटिन हाँस्यो आँखा मस्क्यो कता अब कस्तो बनाउँदिन। कुटी हाँस्यो बेसरी हाँस्यो परिन् जस्तो न अझै यसले त खै भिडियो नबजाए अझै छिरिन अरे यता कि ओखरको नि र अझै छिरिन। लक्ष्मी रामसँग यता हेर न बाबु। तर यार लक्ष्मी दिदी यहाँ हाम्रो मम्मीले लक्ष्मी दिदीले यहाँ पिसानु खुला दिएछ। लक्ष्मी दिदीले पिसा म त हालिदिन्छु बारे दिदी हान्दैन पर चाहिँ यो यहाँ यस्तो यो हाम्रो पुसाइहरूको हो फेरि, मेरो होइन यो। यतिका रमाइलो अब यो नआली सुखले यो युट्युबमा हाल्छु। बसन्त त के बस आने एकछिन रोक्न, यहाँ बर्मा जाऊँ कि रुखमा जाऊँ न। अनि म एकछिन म यहाँ भन्छु। अनि लक्ष्मी दिदी गएपछि अनि हामी कसरी बनाउँदै यहाँ सिम पनि फलाएर जाने यस्तरी। अबदेखि बाई बाई लक्ष्मी दिदी, बाई बाई। खै ढोक गर्छु कि ल
भाग्य मान्छे गए फुमा लक्ष्मी जान लाग्नु अब यसरी ल ल अनि त्यसपछि लक्ष्मी दिदी त्यहाँसम्म जानु होला शुभयात्रा पानी ऊ त्यहाँ उयसमा छ नि बोतलमा क्यारेटमा छ नि त्यही बोतल लक्ष्मी दिदी ठाउँ छ कि नै राप्सा जानु होला भमिट नगर्नु होला अनि त्यसपछि पारा गर्ने अरे अनि त्यसपछि अर्कोचोटि आउनु होला 2 दिन अब लक्ष्मी दिदी जानु भयो त्यो सामानलाई यस्तो हेला गरेको छ लक्ष्मी दिदी एउटा सामान त्यो बिचरा एउटा नासो लगेर जान लागि मात्रै त्यही पनि कस्तो गराइदिएका छन् छिटो टिकटक बनाउँदै जानुहुन्छ नि लक्ष्मी दिदी यता हेर्नु न अब मस्ती हाल्नुभयो कोसँग पो जानुभयो लक्ष्मी दिदी बाई ल बाई जाऊ लक्ष्मी जानुभयो अब आफ्नो घरतिर ठकुरी बनाउनुमा अब के गर्ने हामी त यस्तरी हिराले यहाँ हाल्छौँ बनाइ टिकटक हेऱ्यो अब म चाहिँ यहाँ यस्तरी थुचुक्क भइसकेको के गर्ने अब साँझ एडिट गरेर हाल्छु अब